वाउ भाइरल हुने भयो भाइ चाहिएर के साह्रो खुसी लागेको टिभी 32 इन्चको टिभी लाग्छ छ छातीमा चाहिँ हेलो यसो सेवा र सेवना फ्याफुला जुजुलुपा जय मेसी सम्पूर्णमा तपाईँलाई स्वागत छ आजको मेरो ब्लगमा आई होप तपाईँ सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु आज चाहिँ म फाइनल्ली हाम्रो घरदेखि माथि देमाहरू हुनुहुन्छ उहाँहरूको घरबाट अनि यसले तर न मसँगै पढेकोमा ऊ भाग्यो मसँगै पढे यता त हेर न भागेको मसँगै पढेको मेरो साथी हो एकदम बेस्ट अफ द बेस्ट अनि बुनो अहिले 12 को एक्जाम 11 को एक्जाम दिएर बस्नु भयो है अहिले ए साँच्ची भएको छैन है अनि डेमा चाहिँ यता काम गरिराख्नु भएको रहेछ सो अहिले चाहिँ हामी अब हाम्रो बुनु चाहिँ फेरि यस्तो क्युटी हुनुहुन्छ अब बुनु मेरो भ्लगमा आउनुभयो सायदै मेरो च्यानल ग्रो हुन सक्ने सम्भावना ए हो धन्यवाद बुनुलाई ल हामी निस्क्यो है एकछिन ल त्यो हाम्रो मेरो साथी अनि बुनुहरूको घर अनि डेमा हुनुहुन्छ उहाँहरू चाहिँ मेरो सो अहिले चाहिँ हामी अब यसो पोका पत्तेर बोकेर यसो झोलाको पोका बोकेर ससुराली गइरहेको छु सो मेरो श्रीमती चाहिँ अगाडि हिँड्नु भएको छ अलिक टाढा भएर अँधेरै भइरहेछ सो आज त अब आमासँग भेट्नुहुन्छ आमा बोजू दिदी अनि बहिनीहरू हुनुहुन्छ सो त्यो अनि आज चाहिँ अब फेरि माथिबाट बोलाउनु हो नि त इमर्जेन्सी अब फेरि फर्किने टाइम पनि हुन खोज्छ लगभग झन्डै अब छुट्टी धेरै छैन हामीसँग त्यसैले अब आए पछाडि चाहिँ घुम्नै होइन सो त्यो अब आज चाहिँ फाइनली मेरो सासू घर जाँदैछौँ ससुराली घर सासू हुनुहुन्छ बोजू हुनुहुन्छ नाना हुनुहुन्छ साली होइसिन्छ अनि नानी सानो छ अब के भन्छ साली कसको भेनाको भन्ने सिस्टम देखाउँ भने यो त बुढीले मारिहाल्नुहुन्छ फेरि साली पनि साह्रो ठुलो छ हो यत्रो दाँत यहाँ 2टा दाँत भर्खर झर्दैछ बाँकी दाँत झर्नै बाँकी छ अनि त्यही हो अब हामी बाटोमै छौँ यात्रामै छौँ अब नानाले चाहिँ अघि नै दिउँसो आउनु भनिराख्नु भएको छ फेरि अब यताउता गर्दा ढिलो भइहाल्यो त्यसैले राति मात्रै अब बाटो पाइयो भनौँ न होइन अनि त्यही भएर अब हामी चाहिँ बाटो लागिरहेको छौँ हाम्रोमा चाहिँ घर वरिपरि बाटो बिच ओहो सो उहाँ चाहिँ यहाँ दादा हुनुहुन्थ्यो दादासँग यहाँ एकछिन कुरा हो त्यो अब चाहिँ हामी अलिकति टाढै छ नि त टाढै भन्नु त के टाढो भन्नु नजिकै छ तर अब त्यत्रो मान्छेमा पुग्दा 20 मिनट लगभग 20 मिनट त लाग्दैन 10 मिनट लाग्छ ल कहाँ लाग्छ सरासरी हिँड्ने 5 मिनटमा पुग्छ सरासरी हिँड्नुहुन्छ त अब अलिअलि त्यहाँ के होला त्यही भएर अब गन्थन गर्दै जाँदा धेरै लामो के साह्रो खुकी लागेको टिभी 32 इन्चको टिभी लाग्छ छ छातीमा चाहिँ अब चाहिँ तपाईँलाई म एकैचोटि मेरो ससुराली घर पुगेपछि मात्रै जोड्ने छु अहिलेलाई चाहिँ हेलो सो फाइनल्ली अब चाहिँ मेरो सासूको घर चाहिँ आइपुग्यो ल हामीलाई यहाँ बाटोमै गाली गर्नु हुँदैछ र जय मसी एन्छु जय मसी खै जय मसी के हो अले के भन्दियो फुस्केर जय मसी मम्मी जय मसी गाडी पाएन के गाडी पाएन अंकल आन्टीले जय मसी गरेको नि यस्तो फुलिरहेको के भयो हाम्रो नानी चाहिँ हामी ढिलाएदेखि रिसाउनु भएको रहेछ हाम्रो एन्ची चाहिँ रिसाएर अनि आन्टी के जाने आन्टी बाहिरैबाट जय मसी नाना हामी त बाटो नपाएर गाडी नपाएर तेरो आमा निस्केछ काली तेरो आमा निस्केछ हेर्छु ल
नानाले चाहिँ यहाँ कुकिङ गरिराख्नु भएको रहेछ वाउ बाहिर यो तल त केही छैन हाम्रो सासूको घर चाहिँ यो नानाले चाहिँ यता पकाइराख्नु भएको रहेछ आरामै हुनुहुन्छ नि है स्यारो ममा स्यारो हाम्रो ममा चाहिँ त हुनुहुन्छ हुन्छ फाइनल्ली आइपुग्यो मम्मीहरूको घरमा चाहिँ हामी चाहिँ अब ममाले चाहिँ रेस्लिङ हेरिराख्नु भएको रहेछ मेरो साली ठिक छ अब चाहिँ आइपुग्यो फाइनल्ली बल्ल तल्ल गाडीमा पारे 1 घन्टा बादमा आइपुग्यो भन्नु नभएको सो अब यताउता भुलिँदै आइपुग्दा टाइमै हो नानाहरूले चाहिँ अघिदेखि बाटो हेरिराख्नु भएको थियो हाम्रो चाहिँ मम्मीहरूले चाहिँ पुगिराख्नु भएको थियो अलि ढिलाइ हो हामी अब त्यसमा क्षमा प्रति छौँ हामी सो अब आउने कार्यक्रम भइसक्यो अब फेरि आइपुग्नु पाएन क्यामेरा बोकेर डुलाइ भन्ने हुन्छ सो तपाईँलाई म केही छैन भिडियोमा जोड्नेछु अहिलेलाई चाहिँ ल हाम्रो चाहिँ फाइनल्ली अब भइसक्यो ठिक छ ल निस्मा सेन्पाई चेस ल हाम्रो ससुराली फ्यामिली हामी चाहिँ सबैजना यो मासु मोमो अचार ल हामी चाहिँ खानेछौँ ल अब ल मैले पनि यसो जुठो लाएँ है भाइ ल हुन्छ मोमो गाइस नानाले एकदम स्पेसल बनाउनु भएछ मोमो अनि मासु यता देखाउँ त कान्छी यता देखाउँ न सेन्पाई खाए ल फर्स्ट टाइम कति मिठो हो खोइ यो अब खोइ नाना पनि देखाउँ त हेर्नु न नाना मासु यस्तो पो हुँदो रहेछ मासु त्यही अब चाहिँ अब धेरै पछाडि यसलाई अब पुरा मजा लिनेछ यस्तो भोजन लिनेछ अब खानासाना पनि खाइसक्यो अब खानासाना पनि खाइसक्यो अब त्यही हो अब सासूआमाहरूसँग अब यसो बसेर रमाइलो गफहरू पनि हुन्छ है गफ पनि गरियो खाना खाँदै गफ गरियो मिठा गफ गरियो अब मम्मीले के कस्तो थियो कामहरू के कस्तो थियो भनेर सोध्नुभयो कामहरू अब त्यस्तै हो अब गर्नु सक्दा गर्दा राम्रै हो नसक्दा अब त्यस्तै हो अनि अब कस्तो जाने अब फेरि क्यामेरा अब ससुराले आएर जति बेला क्यामेरा मात्रै देखाएर हिँड्नु बस्नु पनि अलि अप्ठ्यारै हो नि त जोइन भइसकेपछि सो आजको भिडियो चाहिँ तपाईँहरूमा यतिमै एन्डिङ गर्न चाहन्छु अब किनभने अब ज्वाइँ है अब एउटा ससुराली अब अलिक लङ टाइम नै भनौँ न होइन आउँदै गर्दा अब तेर्साउँदै यही मात्रै अब टाइम पनि त्यही हो होइन यता पनि टाइम दिँदै उता पनि टाइम दिन सक्नुपर्ने हुन्छ किनभने अब ज्वाइँ भइसकेपछि अब त्यही हो नि त अब तपाईँहरूले अब माया गरेर त्यही पनि हेरिदिइराख्नु भएको छ मेरो भिडियोलाई सो धेरै धेरै धन्यवाद तपाईँहरूको एकदम अमूल्य समयहरू चाहिँ निकालेर मेरो
भिडियोलाई वाचिङ गरिदिनुहुन्छ। तपाईँलाई धेरै हृदयबाट धन्यवाद दिन चाहन्छु। सो तपाईँहरू माझमा त्यस्तो इन्टरटेनमेन्टवाला भ्लगहरू ल्याउन सक्दैन, कमेडी भ्लगहरू ल्याउन सक्दैन होइन। सो त्यही पनि तपाईँले माया गरेर मलाई साथ सपोर्ट दिनुभएको छ। सो धेरै धेरै धन्यवाद। अनि तपाईँलाई म आजको भिडियो चाहिँ यही एन्डिङ गर्न चाहन्छु। अनि आजको भ्लग तपाईँलाई कस्तो लाग्छ सो राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब बटन तपाईँहरूको लागि खाली छ। सो सब्सक्राइब गर्न नभुल्नु होला। हामी भेट्ने छ अर्को भिडियोमा। हस्त टाटा बाई बाई।